हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। अनि म नि ठिकै छु गाइज। आज चाहिँ म मल लिएर जान लाग्यो। गोठालो गइन, मल लिएर बारीमा जान लाग्यो। 2 पाथी जति मल छ त्यो हालेर म आउँछु गाइज। आज मैले 7-8 महिनापछि नाम्लो थप्लोमा लगाइरहेको छु गाइज। त्यही हो गाइज, अहिले भेटौँला गाइज। हाम्रो चाहिँ बारी ट्याक्कै घरबाट 20 मिनट 15 मिनटको फरकमा छ। रोडै छ अनि ओह्रालो जानुपर्छ। यहाँ चाहिँ परालहरू सुकाएछ गाइज बाटोमा। मान्छेहरूले यस्तो मजाले सुकाछ, यस्तो मजाले उडाउँदै लानुपर्छ क्या अब मेरो घरसम्म। त्यही हो गाइज, आज चाहिँ म मल हालेर आउँछु। म मेरो बारी पनि देखाउँछु तपाईँहरूलाई गाइज। त्यही हो, अहिले भेटौँला गाइज। म चाहिँ बारीमा आइपुगेँ। हाम्रो बाटो चाहिँ अलिक अप्ठ्यारो छ चल्दिएको पनि बाटोबाट। रोडबाट चाहिँ अलिक अप्ठ्यारो हो उरिँदाखेरि। तर बारी चाहिँ रोड मुनि छ, तल अलिक धेरै तल हो। यो हाम्रो कान्छा ठुल्बाहरूको बारी भन्छ यसले चाहिँ। हाम्रो तल्लो पल्लोहरूको बारी यो हाम्रो र उनीहरूको सँगसँगै छ बारी गाइज। उहाँहरूको चाहिँ रोडले छ, हाम्रो चाहिँ छैन। त्यही हो गाइज, यहाँबाट चाहिँ हाम्रो बारी म चाहिँ 5-6 महिनामा आएको मेरो बारीमा। म आजै हो मकै लाउँदैन आएको थिइनँ, मकै गोड्दा नै आएको थिइनँ। आज मल हाल्न आएको। अनि आज एकजना खेतालो पनि छ अरे। यही हो हाम्रो बारी। यही हो गाइज बारी चाहिँ। मल चाहिँ 2टा पाटामा मात्रै हाल्न बाँकी छ। यति कस्तो राम्रो छ होइन। अनि फेरि उहाँ तल, यो तल नराम्रो हो नि। यो चाहिँ पछि लगाएको हो क्या, कति पछि लगाएको। यिनीहरू फरक टाइममा लगाएको क्या, अघि पछि धेरै अघि पछि लगाएको। त्यो चाहिँ हाम्रो नितेश दाइहरूको। यो चाहिँ मम्मीको, ठुलमम्मीहरूको र मम्मीको हो क्या। 2जनाको बारी हो नि त यो। पल्लो हाम्रै ठुलमम्मी अनि मम्मी 2जनाको बारी छ क्या यहाँ। अनि त्यो पछि मकै लगाएको चाहिँ हाम्रो ठुलमम्मीहरूको हो भने अर्को चाहिँ मम्मीको बारी। अनि यतापट्टि हाम्रो भाउजूहरूको बारी छ गाइज। हाम्रो त सबैजनाको सँगसँगै छ यहाँ बारी। अनि बारी पनि धेरै ठाउँमा छ। मल हाल्न बाँकी भए चाहिँ उयो भन्दै हुनुहुन्थ्यो मम्मीले, यो पाटामा, यो पाटा अनि पुच्छार पाटातिर छ भन्दै हुनुहुन्थ्यो। म पुच्छारबाट हाल्छु आज। पुच्छारबाट हालेर त्यो उसमा निस्किने गाइज म चाहिँ। त्यही हो, आज 7-8 महिनामा बारीमा आइपुग्यो। मकै लाउँदैन आएन, मकै झिलाउन नि आएन, गोड्न नि आएन। अनि अहिले दोहोरो गोड्न लाख। अलिकति बाँकी छ दोहोरो गर्न। आज जम्मा 1जना खरे खेतालो। अस्ति नै थियो 7-8 जना खेतालो। अनि आज 1जना छ बाहिरको। त्यही हो, केही छैन अरू। मलाई चाहिँ तर नाम्रो नला भएर होला थाप्लोमा लास्टै दुखिरह। आज अब 8-9 महिनामा लाग्यो नि त। पहिला त म भारी बोक्थेँ नि गाइज। म घाँस बोक्थेँ अनि यही मकैहरू बोक्थेँ। अहिले 7-8 महिना भयो नबोकेको, बिरामी भएको थियो नि त म। अनि बोकेन नि त गाइज। अहिले फेरि आज स्टार्ट गरेको। जम्मा 2 पाथी बोक्दा पनि यस्तो थाप्लो दुखिसक्यो। 15 मिनट त भयो भर्खर बोकेको, त्यही दुखिरह। त्यही गाइज, अहिले फेरि भेटौँला गाइज। म चाहिँ आइपुगेँ बारीमा। अनि अहिले शीतला बस्यो, बाँसको झाङमुनि शीतला। यस्तो दुख्यो, लास्टै दुख्यो। यो धेरै भयो नि त नबोकेको, त्यही भएर दुखिरहेछ गाइज। अनि हाम्रो चाहिँ यहाँबाट भल पानी बग्छ, भल पानीहरू बग्ने गर्छ। अनि यही हो हाम्रो लास्ट बाटा गाइज। अब यहाँबाट मैले मल हाल्छु। मल हालेर अहिले 11 बज्यो, 12-1 बजीसम्म त भइहाल्छ होला। अनि घर जान्छु। मम्मीहरू चाहिँ गोड्छ, मैले चाहिँ गोड्नु पर्दैन। मल हाल्न मात्रै आएको, मम्मीले मल हाल्दैन भनेर। अनि मल हाल्न गोठालो नगइकन मल हाल्न चाहिँ आएको। अब मन लाग्यो भने गोठालो पनि जान्छु, नत्र भने चाहिँ मल हालेर घर कुद्छु। अनि नुहाउन जान्छु, लुगा धुन्छु। त्यही हो आजको मेरो काम चाहिँ त्यस्तै हो गाइज। त्यही हो गाइज, अब म मल हाल्छु। हे गाइज, मैले एउटा पाटा चाहिँ हालेर सकाएँ। यो पाटामा चाहिँ हालेर सकाएँ, उहाँ परसम्म छ त्यहाँ चाहिँ हालेर सकाएँ। अनि उहाँ चाहिँ हाम्रो मम्मी। हाई गर्नु त, हाई गर्नु न। ऊ हाम्रो मम्मी हो उहाँ चाहिँ। आज मम्मी मलाई काम हरायो गाइज। मम्मी चाहिँ भर्खर आउनुभयो। ठुलमम्मी चाहिँ आउनु भएको छैन, आउँदै होला मकै गोड्न भयो।
त्यही हो गाइज, अहिले भेटौँला। यी हाम्रो मम्मी आइहाल्नु भयो। अब म त एकपल्ट हालेर घर जान्छु, मम्मीहरू त्यही गर्नुहुन्छ होइन होइन मैले गर्नु पर्दैन। अहिले भेटौँला। मल पुगेन गाइस, मलै पुगेन हाम्रो त। अलिकति एक पाथी बढी ल्यायो ट्याक्कै पुगिँदैछ, एक पाथीले गर्दा पुगेन। फेरि म लिने होइन, अब चाहिँ 3-4 बजीतिर आउँछु। अहिले 1 बज्यो, के अरे 12:30 भइसक्यो। 4 बजीतिर फेरि 3 बजीतिर आउँछु। त्यही हो। बाजे आउनुहुन्न, खै आउँदैन, मम्मीले आउँदैन भन्नुभएको जस्तो लागेको थियो। अनि त्यही हो गाइज, अब दुःख पायो एक पाथी मलले गर्दा दुःख पायो। अहिले भेटौँला फेरि। हे गाइज, मैले सबै काम भ्याएँ र म फ्रेस पनि भएँ, नुहाइधुवाइ गरेँ। अब त्यही म खानासाना बनाउन थालेको। त्यही हो गाइज, आजको भिडियो के कस्तो भयो, कस्तो लाग्यो कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला। ओके, बाई बाई गाइज।